अहिले ठ्याक्कै म चाहिँ यहाँ हामी जुगल गाउँपालिका र बारुसी नगरपालिकाको बिचबिच चेक्कै सिमानामा आइपुगेको छु। यो जङ्गलको सिमानाभन्दा अलिकति वर आइपुग्यो र उहाँहरूले बारुसी नगरपालिकाले चाहिँ यहाँ जङ्गलसम्म चाहिँ यहाँसम्म चाहिँ एउटा ट्र्याक पनि खनेको अवस्था रहेछ। देख्नुभयो तपाईँहरूले यहाँ तल यहाँ जङ्गलको बाटो यहाँ यो भनेको ठ्याक्कै तपाईँहरूले अघिको पानीको मुहानभन्दा तल अलिकति तल आइपुगेँ म। यो ट्र्याकमा आइपुग्यो। अब म यो रोड चाहिँ फलो गरेर तलसम्म पुगिन्छन् र यहाँबाट तल माथिको त्यो गौरी सङ्घाल हो कि कुन हो हिमाल पनि देखिने रहेछन्। र यो पारिको अघिको यो पारिको चाहिँ बारुसी नगरपालिका पर्छ भने यता चाहिँ जुगल पर्छ होइन, यता र उता। र यहाँ सिमाना पनि यही नजिकै छ। यो गहिरोमै छ। यो गहिरोदेखि उता यो अलिकति यो गहिरोदेखि चाहिँ उता चाहिँ जुगल पर्छ भने यता चाहिँ बारुसी नगरपालिका। यो अहिले म चाहिँ बारुसी नगरपालिकामै आइपुगेको भन्ने भयो। र यो पारिको यो जङ्गलहरू पनि बारुसी नगरपालिका नै पर्छ। बारुसी नगरपालिकाको 7 नम्बर वार्ड पर्छ यार यिनीहरू। आज म जानुपर्ने पनि 7 नम्बरमै हो। यहाँबाट आज तल लगभग 3 देखि 3.5 किलोमिटर चाहिँ तल झार्नुपर्ने हुन्छ। 3-4 किलोमिटरै होला सायद।